मैले सोचेको पनि थिइनँ दादी त यति साह्रो विश्वासघाती होलास् भनेर केही हुन्न फुलु भनेर बुढी बोकाएर आज मलाई बर्बाद पारिस् हे भगवान् तिमी त भन यो बच्चालाई जन्म दिऊ कि मारौ तैँले केही भएको छैन भनेर बाठे बनाउन नखोज तँ भित्र रोएकी छस् बाहिर नखसे पनि तेरो आँखाभरि आँसु नै आँसु टल्केका छन् सायद मेरा बुढाले छोडेर होला कसरी थाहा पाइस् जसरी थाहा पाए पनि पाएँ अब त बुढाको मन तँसँग मोर यस्तो छ फुलान्देसँग भेट्दिन बोल्दिन कसम खाएका छन् कहिले माया नगर्ने बुढाले के सामान चाहिएको छ सामान किन भनेर पैसा दिएका छन् पैसा दिए पनि पैसा दिए पनि मलाई किन देखाउनु पर्यो खुरुखुरु आफ्नो बाटो जान नबोल्ने मान्छेसँग घुस्रिँदै आउँदै रहेछ इख नभए कि आइमाई फुलान्दै अहिले इख नभए कि आइदैन भनेर कुरा नसक को इख भएको को नभएकोलाई हेर्न बाँकी छ आइन्दा मेरा बुढाको नजिक हुने कोसिस नगर गरिस् भने तँलाई सिधै एमलो पुर्याइदिन्छु मलाई काल आएको छ र एमलो पुर्याउन स्याल भएर सिंह जस्तो गजिन्छ साली तेरो कोहीले मलाई धोका दिएको छ अब त्यो बोकालाई त्यसै छोड्छु र अस्ति म नहुँदा लाभात खा भनेको थियो काले अप्सीले आज प्यास लाग्दा पानी पनि पाएकी छैन अब के गर्नु होला ओइ केटी के देचिस यता राउदा पलाक पुलुक के चोरो लागिस तेरो घरमा चोर्ने जस्तो सामान राख्नु पर्यो नि यो चोर्न लायकी भन्न मान्छेलाई यहाँ तिर्खा लागेर कस्तो भएको छ जस्तो भए पनि चुप लाएर बस मसँग जवानीको खरो मेटाउने पानी मात्र छ जुन धाराबाट हैन ओठबाट आउँछ आगर बाँच्ने मन छ भने किन बाँच्ने मन छ भन्छस् पापी तैले त मलाई जिउँदै मारिसकिस् अब मात्र आगो सल्काएर खरानी बनाउन बाँकी छ अब त्यो पनि गर तँलाई आनन्दै हुन्छ मलाई आनन्द जलाउँदा होइन तँलाई जलाउँदा हुन्छ अनि एउटा कुरा त भावनामा मात्रै मरेको होस् कि लाठी रियलमा त जस्ताको तस्तै छिस् रसले भरिएको मेरो फुल जस्तो जबन चुसेर खोक्रो बनाइस् अझै जस्ताको तस्तै छ भन्छस् यो जुनी त यस्तै भयो अर्को जुनी केटा बनेर तेरो बलात्कार गर्नेछु म भित्र अझै बदलाको आगो रन्किएको छ खै हेर त तेरो आगो कस्तो रहेछ पोल्छ कि पोल्दैन साली मान्छे मात्रै अहिले कि विचार भने जङ्गली युगको यो जुनीको त टुङ्गो छैन अर्को जुनीको सपना देख्छ अनुहार फिल्म खेले पनि हिटोला जस्तो बेहोरा भने मन्दिरमा भजन कीर्तन गर्ने जस्तो संस्कारी बामकी छोरी हुँ त यस्तो बेहोरा नभएर कस्तो हुन्छ मैले भनेको मान्छस् भने तैले पनि धर्मप्रति आस्था राख अनुशासित र विवेकशील हुन्छस् सधैँ आफ्नो बारेमा मात्र होइन अरूको बारेमा पनि सोच यसरी नारीलाई खेलौना बनाएर जबरजस्ती नगर आफ्नै दिदीबहिनीलाई जस्तो सम्मान गर भयो तेरो चुरो बन्द गर मेरो कान पाकिसक्यो सबैलाई दिदीबहिनी सोचेर सम्मान गर्यो बुढी कसलाई बनाउने छोराछोरी कसरी पाउने त्यस्तो बुझकी रहेछस् त बिहे गर्न केटी खोजेर मेरो पछाडि किन लाग्छस् भमरा हो म त फुलको पछि लाग्नु पर्यो अनि अर्को कुरा अहिले बिहे गर्ने बेला होइन मस्ती गर्ने हो मस्ती पापी छेपालाई रङ फेरि आफ्नो फेरिस खारै छ त किन बिरालो मेउ मेउ गरेर पछि आकी म किन यहाँ आए सुन्न चाहन्छौ तिमी मेरो पेटमा तिम्रो बच्चा छ अब मलाई तिमीले सिन्दुर हालेर इज्जत बचाऊ ए पैसा चढेपछि आँखा नदेखे त
इज्जत जोगाइदिनु म फुर्कने यहाँबाट जा दुनियाँको पाप स्वीकार्नु छैन मलाई यो दुनियाँको पाप होइन दारी तिम्रो पेट हो तिम्रो अहिले मलाई मात्रै दोष नलगाऊ तिमी अर्काको बुढी भन्ने थाहा पाउँदा पाउँदै मायाको आश देखाउँदै समात्न आयो अब मेरो बिचल्ली बनाएर छोड्न पाउँदैनौ होइन भने म समाज बोलाउँछु बोला बोला कोकोला बोलाउने हो मेरो एउटा रौँ पनि हलिँदैन किनकि यो पुरुष प्रधान देश हो यहाँ महिलाको केही चल्दैन त जतिसुकै चरित्रवान भए पनि यो समाजले गल्ती तेरै देख्छन् त्यति मात्रै कहाँ हो र उल्टै बेस्याको उपनाम पनि दिन्छन् त्यसैले काम गर्नुभन्दा पहिला 10 चोटि सोच बरु मारेर फालिदेऊ क्या मलाई तिम्रो अपमान र तिरस्कार सहेर बाँच्न सक्दिनँ म बुढाले परिवार नियोजन गरेको 5 वर्ष भइसकेको रहेछ अब समाजले कसको बच्चा भन्दा के जवाब दिउ त्यही माथि मेरा गाउँभरि शत्रु नै शत्रु छन् बुढाले अर्काको पेट बोकी भनेर मलाई थुक्छन् घरबाट निकालिदिन्छन् त्यसपछि म कहाँ जाउँ तिमी नै भन जा जहाँसुकै जा मलाई तनाव नदे मेरो बुढी अनुबेला भइसक्यो पिटाइ खालिस पिटे पिट म जान्न भनेपछि जान्न नत्र म पिट्न बेर लाउँदिन पक्न दारी तँलाई मेरो आँसुको शराब लाग्नेछ भाइ नयाँ साल लाग्यो बजार जाउँ नै दाइ मलाई कतै जान मन छैन तपाईँ जानु कहाँ म एक्लै जानु मलाई घुमाएर लड्यो भने मलाई उठाउने मान्छे कोही हुँदैन त्यसैले मसँग हिँड भनेको जुन दिन मेरी त्यति माया गर्ने स्वास्नी मरी बिहे गरेर पठाउने बेलाकी छोरी हराई त्यही दिनदेखि मेरा सपना मरिसके न मलाई राम्रो खान मन छ न मलाई कतै जान मन छ बिरे आफ्नो जिउतिर हेरेको छौ सावित्री मरेको 2 वर्ष भयो आजसम्म उसले दिएको दौरा सुरुवाल पुराउनु लागेको छौ हेर त धुजा पार्नु लागिसक्यो त्यसैले नयाँ लुगा फेर्नै पर्छ हजुरलाई थाहा छ दाइ यो सावित्रीले दिएको उपहार हो त्यसैले यो दौरा 10 ठाउँ च्यातिए पनि लगाउँछु किनकि यो लुगा लाउँदा सावित्री जिउँदै छ कि जस्तो लाग्छ तिमी यसरी एकरो भावनामा नडुब बिरे उहिलेको कुरा खुइले गाउँभरिको मान्छेले कुरो काटेर बसिसक्नु छैन त्यो बिरे त 1 नम्बरको दलितरी हो भन्छन् तिमी यस्तो झुतेरे हुनाले तिम्रो कान्छी बुद्धि दारीसँग लागेको छे अब पनि चिजचेट नपर्ने भए के अनिष्ट हुन्छ दाइ अब इज्जत र भविष्यकै कुरा गर्ने हो भने म नयाँ पैसा फेर्न तयार छु अब हात खुट्टै गुमाइसके सावित्री र सबिना अब मुटु मात्र बाँकी छ फुलान्दै त्यसको मन तान्न भए पनि हिरो जस्तै बन्छ अहिले गाउँतिर डुल्दै ओली आयो भने बिरे भनेर अँगालोमा टास्ने बनाउँछु बल्ल उज्यालो देख्नु लौ जाउँ अब मेरा बुढालाई त सुधार्देऊ अब मेरो छोरा पनि चाँडै नेपाल फर्किने बनाइदेऊ गएको पनि 1.5 वर्ष भइसक्यो हातमा सबै भनेर नाम नलेख किन बेडुनी भएको तिमीहरू अब 2 खोलाको किनारा जस्तै भइसक्यो तेरो त के कुरा गरौँ भन्यो भने सम्हाल्न नसक्लिस आयु साह्रै कम छ धेरै बाँधिनस् त धेरै जे मुखमा आएकै नबोलाई खुब मलाई ठुलै रोग लागे जस्तो गर्छ के भएको छ र अनि किन कमाइल छ बास्दिनस् भनेको डाक्टरले जस्तो किन हुनु नि तेरो साह्रै दया लागेर अरू कसैलाई फोन गर्नु छ भने गर यही नै मेरो अन्तिम बोली हो भनेर होइन अघिदेखि तैँले मलाई किन यसरी डराउन दिएको छस् आखिर मैले तेरो के खाइदिएकी छु र
म घुमाइ फिराइ गरेको बुझ्दिन। भन के भएको छ त्यही। सुन्न सक्छिस् तँलाई एड्स छ एड्स। मैले साथ दिए भने हुन्छ, किन कुरा लुकाउने? मलाई 1 महिना पहिला एड्स लागेको। मसँग शारीरिक सम्पर्क गरेपछि तँलाई नसक्ने कुरै हुँदैन। के कसो? फुलन्दे सरी, अस्ति तँलाई मैले के भने यादै भएन। त त मेरै मान्छे होस् नि। अब जसको मान्छे भयो नि केही फाइदा छैन काजी साहब। त चिन्ता नगर न, अरूलाई कुदृष्टि लाए पनि तँलाई लाउँदिन। मलाई पछुतो भइसक्यो। यो गाउँमा मैले भनेको मान्ने त मात्रै होस्। त्यसैले भन, तँलाई के भयो? किन निराश हुँदैछेस्? काजी साहब, धोका भयो म माथि। दारीले मेरो जिन्दगी बर्बाद बनायो। मेरो पेटमा उसको बच्चा छ। अहिले आएर मलाई नभेट नबोल भन्छ। म के गरौँ? त जति सक्दो छिटो औषधि खाएर त्यो बच्चा फाल। बरु पैसाको खाँचो परे मलाई भन। त्यो स्याल पाखेलाई सजाय दिएर न्याय दिने काम मेरो। एक हिसाबले सोच्दा हजुरको कुरा सही हो। जसको बेला होस गुमाइयो। गल्ती दारी र मेरो थियो। बिचरा यो निर्दोष बच्चालाई कसरी मारौँ? मैले गर्दा यो बच्चाको संसार देख्ने चाहना अधुरो हुन्छ। त्यसैले म यो बच्चालाई जन्म दिन्छु। होइन, त आफै खाल्डो खनेर किन पुरी नखोजे कि? मलाई थाहा छ त्यो अर्काको बुढो, त अर्काकी बुढी एक हुन सक्दैनौ। अनि बच्चा मात्रै जन्माएर के गर्छेस्? 1-2 वर्षपछि बाउको थर चाहिन्छ। जन्म दर्ता बनाउन 18 वर्षमा नागरिकता। अनि त्यति बेला तँलाई न बिरीले साथ दिन्छ न स्याल पाखेले। धन्यवाद काजी साहब, तपाईँले मेरो आँखा खोलिदिनु भयो। म अब त्यो दारीको बुढाबुढीको बिजोग भएको हेर्न चाहन्छु। त्यसको लागि मैले के गर्न पर्यो फुलेन्दे भन। साह्रै हात चिलाएको छ। ती 1-2 जनालाई धुलो पिठो पारेर आम म। काजी साहब, त्यो दारीलाई धुलो पिठो पार्नु होला। त्यो भन्दा पहिला त्यसको बुढीलाई जबरजस्ती गरेर 2 जिउको बनाइदिनु। अनि बल्ल मेरो मनले शान्ति पाउँछ। तेरो कुरा नि सही हो, तर त्यो स्याल पाखिनी छे कहाँ? त्यो बजार गएकी छे। अब आइपुग्ने बेला भयो। अहिले म जान्छु। तपाईँ काम समाप्त गर्नुहोस्। पहिला बडौलीबाट नुन लिएर आउँथ्यो। यस्तो गाह्रो हुँदैन थियो। अहिले आधी घन्टाको बाटोमा यस्तो स्याँ भएर हिँड्नै नसक्ने भयो। यस्तै हो दाइ, बुढेसकाल लागेपछि। अहिले त आधी घन्टाको बाटो स्याँ हुन्छ। बुढेसकाल लागेपछि यस्तै हुन्छ। एकछिन फकाइ मार्यो न। एउटा कुरा सुनाउनु थियो, मन डह्रो गर है। हुनु त मान्छेले अनपढ भन्छन्, बुढो भन्छन्, तर मैले सर पूजा गर्ने भएर हलुको चिठी पढ्न जानेको छु। तेरो बुढीले स्याल्पाको भुडी बोकिर छ। म जान्छु अहिले।
लाउने गाउँ हो के गर्नु फेरि थाल्यो बोल्नु बोल्नु बिरे के भयो उड्न बिरे उड्न बिरे ओए बिरे के भयो लाउन उड्न के भयो उड्न बिरे उठ अरे राम के भयो होला अरे ए गाउँले हो गाउँले हो ग्वार गाउँले हो थाल्यो ग्वार भाइले त आएर चाहिँ नि तेरो बुढीले चाहिँ नि स्यालपाईको भुँडी बोकेको छ भनेर भन्थे त्यहाँबाट अहिलेसम्म होसमा आएकै छैन लगेर पानी छुमिदेऊ न पुरै खतम कहाँ मैले सक्छ र बुढो मान्छेले बरु सहयोग गर्न ल जे भयो नि गाउँले भाइ हो सहयोग गरिहाल्छु नि जिउँदोको जन्ती मर्दाको मलाई भन्छन् जाउँ बा मैले राम्रोसँग भनेको मानिनुहोस् र म बाँड्न बाध्य भए मलाई यसरी बाँड्ने कहिले गरिस् तैँले तेरै हुन नसकेको सौदा भुलेन्दैले इज्जत मात्रै लुटेर छोड्नुहोस् है काजी साहब भनेकी चाहिँ के गर्नु आँखा लपी मन पापी छ होइन भागी एउटा सोपिना पनि गाउँमा छैन प्याज त मेटाउनु पर्यो नि आया मारी बक्सीले कहिलेकाहीँ त हामीलाई पनि हेर न कति ठिटालाई मात्रै हेर्छ ओठ निचार त दूर आउलो जस्तो छ यस्तालाई पनि केटी चाहिन्छ कस्तो कुरा गर्छौ के तिमी मेरो चाहिँ मन छैन र नसकिनु भयो अहिलेको कुरासँग अनि मायामा न बच्चा न जवान न बुढो बरु तिमीले चिनेको कोही लाउरे छ र नेपाल छ भने भन न म चक्लेट दिन्छु नि चक्लेट होइन सुन्दरी चिप्पा देऊ न ओइ केटी कोही धेरै रोएर नबस कहाँ जाने हो कोही जाने ठाउँ बाँकी राखेको ससुरा जानलाई अब कसरी पुग्ने आइदैन मुख देखाउन सक्दैनस् भने ढाकेर हिँड तर यहाँ एक सेकेन्ड पनि नबस आफू त कति बेला मर्यो थाहा छैन जाने ठाउँ बाँकी राखेको ससुरा जानलाई अब म कसरी पुग्ने आइदैन त मलाई टेर दिनुहोस् तँलाई मान्छे बोलाएर विजेत गरिदिउँ केले इज्जत राखेको ससुरा पार्टी बेइज्जत गर्न बसु भाषण दिँदो रहेछ चुप लाग पुच्छे तैले मलाई दिदी नभन लौ न तपाईँ किन यसरी रिसाउनु भएको भलाइको त जमानै छैन भलाइ गर्छु भनेर एउटा गुन्डाको हातमा सुम्पेर मर्नु नबाँच्नु बनाइस् मैले सोचेको पनि थिएन त गुन्डाको चम्चा होलास् भनेर होइन गुरुले तपाईलाई के गर्नुभयो त्यस्तो जा आफै गएर सोध त्यस्तो पनि गुरु अनि
पनि तच्चिएन। थु। होइन हौ मोनिला, त अझै पाक भएर हिँडेको छिस् त। तैँले दिएको उपहार मैले 50 जनालाई बाँडिसकेँ। होइन हो कालीडन, के उपहार भन्दैछस्? मैले त बुझ्नै सकिनँ त। के उपहार हुनु नि, तैँले दिएको सुन्दरीको उपहार। तँलाई त थाहा छैन होला, तर मलाई त राम्रोसँग थाहा छ। एकचोटि सोच त। मलाई पनि छोड्न सकिन्छ आफै, तर मैले दिएको उपहार जीवनभर भुल्न कस्तो उपहार? उपहार त मैले पाइसकेँ। उपहार सुन्न चाहन्छस्? एड्स हो, एड्स। नै, तँ यो के भन्दैछस्? तँ यहाँबाट गइहाल। नै, त कालीडन पनि छिटै मर्छस्। म मात्रै होइन सुन्दरी, त पनि मर्छिस्। म त सहरमा बस्ने मान्छे हो, म त यसो गाउँ भिजिट गर्न आएको। अरू गाउँलेहरूलाई सोध्नु न, थाहा भइहाल्छ। म पनि तिमी जस्तै परेछु। गाउँ छोडेको 25 वर्ष भइसक्यो भने मेरो त यहीँ बस्नुहुन्छ भनेको सुनेको थिएँ, त्यही भएर खोज्न आएको। तिमीलाई थाहै रहन्छ भाइ। अब म अरू गाउँलेलाई नै सोध्छु। अब म लागेँ ल। हस् हस्। बाँच्नुको कुनै सार छैन। जिन्दगीभरि निको नहुने एड्स रोग लाग्यो। यदि म गाउँ गएर सबिनसँग भेटेँ भने उसको पनि मेरो जस्तै कालो दिन आउँछ। त्यसैले म अब परत्याग गर्दैछु। सबिन, मलाई माफ गर। यो जुनी म तिमीलाई साथ दिन सकिनँ।